यो चाहिँ रमिते झन्डी डाँडा। यहाँबाट देखिएको भ्यू म तपाईँलाई देखाउँछु है। यो तपाईँको यतातिर हेर्नुहोस्, यो एउटा दमकदेखि माथि लारुम्बातिरको डाँडा हो। यो परतिर झापादेखि माथि सलकपुरतिरको एउटा चुचो डाँडा हो। यो मेची पारी नै चाहिँ देखिँदैन, सायद इलामतिर यसरी देखिन्छ। र यो अब तराईको दृश्यहरूलाई हेर्नुहोस्, यहाँनिर तपाईँको यो खोला देखिरहनु भएको छ। र यहाँ तल हेर्नुहोस् दमकको तपाईँको भ्यू टावर है बनाइएको छ। त्यो देखिएको सहर दमक हो भने यसरी तपाईँको त्यो पर देखिएको बिर्तामोट है लगायत सबै सहरहरू यहाँबाट मजाले देखिन्छ। हेर्नुहोस् है, आज अलिकति धुम्म छ तर पनि केही सहरहरू चाहिँ देखिन्छ। दामी छ। र अझै खुल्ला भएको बेला स्पष्ट मजाले तराईको भूभागहरू देखिन्छ है त, एकदम मजाको छ। यहाँको एउटा क्लाइमेटहरू पनि राम्रो छ, धेरै हाइटमा छ यो रमिते। त्यही भएको कारणले गर्दा तराईको सिधै टप तपाईँको सिधै उकालोमा छ। अरू चाहिँ तपाईँको बिस्तारो बिस्तारो उकालो बढ्दै जान्छ भने यो चाहिँ ठाडै उकालोमा भएको कारणले गर्दाखेरि पनि यहाँको धेरै रमणीय दृश्यहरू मुनिबाट हेर्दा पनि माथि ठाडै रमणीय देखिन्छ भने माथिबाट हेर्दा मुनि पनि एकदम मजाको देखिने कारणले गर्दाखेरि यहाँनिर धेरै मान्छेहरू आउने गर्छन्। ल आज हामी पनि आएको छौँ, दामी छ। र यता बाटो पनि एकदमै राम्रो छ। र यहाँको अलिकति माटो चाहिँ धेरै अब झरिरहने खालको रहेछ, त्यही भएर बाटोहरू बिग्रि नै रहने गर्छ। र यो अलिकति चुरे भाव जस्तो एउटा माटो र त्यस्तो बलौटे अलिक फस्के माटो टाइपको हुनाले गर्दाखेरि यहाँको माटो अडिलो नभएको कारणले गर्दा पनि पहिरोहरू अलिअलि जाने सम्भावना, किनकि यो माटो लगभग तपाईँको यो उता कन्यमदेखि उता पूर्वपट्टिको माटोहरू चाहिँ अलिक त्यस्तो छैन। सलकपुर जस्तो कि त्यो रङ गाउँपालिकातिरको माटोहरू, किरात पार्कको माटोहरू भयो, उतापट्टि झन्डी डाँडाको माटोहरू भयो, अलिक त्यो भागको माटोहरू चाहिँ अलिक ढुङ्गे माटो छ। तर त्यहाँदेखि यताको चाहिँ अलिक यो बलौटे फस्के माटो भएको हुनाले गर्दाखेरि पहिरो बेसी जाने र सडकहरू अलिक नटिक्ने र अलिक जोखिमयुक्त छन् भने यहाँको माटो पनि लगभग त्यस्तै नै रहेछ। आउनु होला, हेर्नु होला सबैजनाले।